हेलो नमस्ते झोरले एभ्रिवान आई होप तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला। अन्त गाइज यो चाहिँ भिडियो एकदम इम्पोर्टेन्ट भिडियो। मलाई कतिजना बहिनीहरुले कहिलेदेखि अब सोधिरहेको थियो कि डीपीएस सिलिगुडीमा दिदी एडमिसनको कति लाग्छ, के हो कस्तो हो भनिदिनुस् न, कति खर्च लाग्छ। किनभने अब मेरो नानी पढ्छ भनेर उहाँहरुलाई बहिनीहरुलाई पनि त अब जान्ने विचार, अब उहाँ जानु नपाए भने कतिजना त अब टाढा टाढादेखि पनि हुनुहुन्छ नि त, अनि सोध्नुहुन्छ नि त खर्च कति लाग्छ, के लाग्छ, स्कुल फिजहरु कसरी हो भनेर। मैले बहिनीहरुलाई भन्नु त भनेको थियो कि बहिनी डीपीएस सिलिगुडीको चाहिँ नि अब आफ्नै अफिसियल वेबसाइट छ www.dpssiliguri.com भनेर। त्यहाँ गएपछि नि चाहिँ तपाईहरुले एडमिसनको एडमिसनको इन्फर्मेसन सबै त्यही मेन्सन हुन्छ है। अनि त्यहाँदेखि फी स्ट्रक्चरहरुदेखि लिएर हर चीज मेन्सन हुन्छ। तर पनि कतिजना बहिनीहरुले अब सोध्नु भएको छ, अब सोधे भनेपछि आफू ठुलो हुनु भएन नि त, ए बहिनी त्यही छ त भनेर भन्नु पनि राम्रो लागेन नि मलाई। अन्त उहाँहरुलाई पनि अब स्कुलको फिज, अब स्कुलको ट्युसन फिजदेखि लिएर ट्रान्सपोर्टेसन, एडमिसन फिज, एनुअल फिजहरु कस्तो के हो भनेर चाहिँ नि कति मिन्स जान्नु खोजेको थियो। एक दुई जनालाई त मैले इन्फर्मेसन दिए, अब मैले स्क्रिनशट लिएर बहिनी यस्तो यस्तो हो भनेर। तर पनि यहाँ पनि म स्क्रिनशट लगाइदिन्छु माथि है। अन्त म तपाईहरुलाई मैले एउटा सानो नोट पनि बनाएको छु। अन्त म तपाईहरुलाई भन्दै पनि जाँदैछु। यो इन्फर्मेसन चाहिँ बहिनीहरुको प्यारेन्ट्सहरुको लागि जसले चाहिँ नि अब डीपीएस सिलिगुडीमा नानीलाई एडमिसन लिनुको लागि फर दिस सेसन 2026-2027 को लागि है यो चाहिँ। अन्त यसको एडमिसन चाहिँ नि अहिले खुलिसकेछ गाइज। यो चाहिँ नि 8 अक्टोबरदेखि लिएर 18 अक्टोबरसम्म छ। यो चाहिँ नि अल डे इन्क्लुडिङ स्याटरडे एन्ड सन्डे मर्निङ तपाईको 9 to 4 PM छ है। अन्त तपाईहरु डीपीएस सिलिगुडीमा गएर तपाईहरुले एडमिसन गर्न सक्नुहुन्छ नानीहरुको। त्यहाँ जानुस्, भित्र जाने बित्तिकै व्हाइट हाउस छ, त्यहाँ गएपछि तपाईलाई एडमिसन डिपार्टमेन्ट त्यही छ। अनि त्यहाँ गएपछि तपाईको एडमिसनको कामहरु हुन्छ। तर त्यो भन्दा पहिला हामी एउटा प्यारेन्ट्सलाई भनेको अब हुन्छ नि, अब कति त लाग्छ त नानीहरुलाई पढाउनु त मन लाग्छ है। अन्त खर्च आफ्नो ब्याङ्क ब्यालेन्सहरु पनि त हेर्नु पर्यो, आफ्नो हर चीज हेर्नु पर्यो नि त। यो नोटबाट चाहिँ नि म तपाईहरुलाई भन्दै जाँदैछु कि नानीहरुको फिस मिन्स यो चाहिँ एडमिसन नै न्यू एडमिसनको लागि हो गाइस। यो चाहिँ नि न्यू एडमिसनको लागि कति लाग्छ, एडमिसन फिस, एनुअल फिस, टोटल फिस स्ट्रक्चर कति हो, इयरली कति पर्छ, म तपाईहरुलाई मैले एउटा यसरी नोट बनाएको छु नि त। अन्त म तपाईहरुलाई भन्दै जाँदैछु। सो गाइस यो चाहिँ नि हो प्री नर्सरीको लागि। प्री नर्सरीको लागि तपाईहरुको रेजिस्ट्रेसन फर्मको हो तपाईको 3000, एडमिसन फिस हो तपाईको 25000 अनि एनुअल फिस हो 33900। त टोटल गर्दाखेरि तपाईको एडमिसनको टाइममा चाहिँ नि तपाईहरुले 58900 दिनु पर्दो रहेछ है स्कुललाई। अनि त्यसपछि चाहिँ नि तपाईहरुको ट्युसन फिस विच इज स्कुल फिस, ट्युसन फिस चाहिँ नि 4400 अनि ट्रान्सपोर्ट फिस चाहिँ नि ट्रान्सपोर्टको चाहिँ नि 3650 भनेपछि 3650। टोटल गरेर तपाईहरुको 7650 हुँदैछ एक महिनाको स्कुल फिस। अगर तपाईहरु ट्रान्सपोर्ट लिनु भएन भने तपाईलाई 4400 मात्र पर्यो है। तर मैले चाहिँ नि यहाँ ट्रान्सपोर्टको इन्क्लुड गरेर चाहिँ मैले टोटल फिस स्ट्रक्चर बताउँदै छु। अन्त टोटल पर्दै जानु छ तपाईहरुलाई यहाँ इयरली 12 महिनाको स्कुल फिस ट्रान्सपोर्ट लगाएर चाहिँ नि 91800 अनि प्लस एडमिसनको 58900 गर्दाखेरि तपाईको प्री नर्सरीलाई चाहिँ टोटल पर्दो रहेछ 1,50,700। अनि त्यसमा गाइस तपाईहरुले बुक्सको लगाइदिनु 10,000 चाहिँ प्लिज नगर्नु एकछिन। अनि त्यसको पछि तपाईले युनिफर्मको लगाएर यताउति गरेर 30,000 तपाईले एक्स्ट्रा राख्नुस्। त यो चाहिँ नि चाहिन्छ है। अनि एकछिन बेबी I was just playing with my shotgun. No, गरे न बेबी, एकछिन डिस्टर्ब नगरे न। Okay. अनि टोटल गरेर मैले भने हैन 1,50,000 प्लस 700 के भनेको होला नि जेनिसले डिस्टर्ब गर्दैन के 1,50,700 प्लस 30,000 तपाईले बुक्स अनि युनिफर्म्सको लागि राख्नुस्। त टोटल तपाईको 1,80,000 समवेयर हुन्छ है यो। अन्त यो अब आयो तपाईको नर्सरी र प्रेपको। तपाईको नर्सरी र प्रेपको पनि रेजिस्ट्रेसन सेम 3000 नै छ। एडमिसन फिस चाहिँ यहाँ महँगो पर्यो है। अब प्री नर्सरीको 25,000 थियो भनेपछि चाहिँ यहाँ चाहिँ तपाईको 41,900 भएको छ। सो त्यसले गर्दाखेरि चाहिँ नि एनुअल फिस तपाईको सेम छ 33,900 अनि तपाईको ट्युसन फिस छ विच इज स्कुल फिस 4,600 और ट्रान्सपोर्टको सेम हो 3650। त तपाईको टोटल गर्दाखेरि चाहिँ नि मन्थली
स्कुल एन्ड ट्रान्सपोर्टेसन गरेर 8250 मिन्स 8250 हुँदो रहेछ। अनि 8250 लाई हामीले इयरली 12 महिना गर्दाखेरि यो टोटल 99,000 हुँदो रहेछ। अनि तपाईको यहाँ एडमिसनको गरेर चाहिँ नि 75,800 गर्दाखेरि चाहिँ टोटल तपाईको पर इयर एडमिसन र स्कुल फिस ट्रान्सपोर्टको लगाएर 1,74,800 पर्दो रहेछ है। अनि त्यसमा मैले भनिहालेँ बुक्स युनिफर्महरूको लागि यताउति गरेर 30,000 तपाईहरुले यसमा एक्स्ट्रा राख्नु पर्नै हुन्छ है। अनि त्यसपछि तपाईको क्लास 1 to 2 अनि क्लास 1 to 2 मा चाहिँ खाली एडमिसन फिसको फरक छ गाइस। अदरवाइज एडमिसन फिस र एनुअल फिसको फरक छ। अदरवाइज स्कुलको ट्युसन फिस र ट्रान्सपोर्ट त सेम हो। किनभने क्लास 1 देखि लिएर क्लास 8 सम्म स्कुल फी चाहिँ नि सेम है। अन्त खाली यहाँ चाहिँ तपाईको एडमिसन फिस र एनुअल फिसमा अलिकति डिफरेन्स छ है क्लास 1 र 2 र 3 देखि लिएर 8 सम्मकोलाई। सो तपाईको रेजिस्ट्रेसन फिस 3000। म अलिक छिटो बोलेको कि भिडियो पनि छिटो कम्प्लिट होस् भनेर। अनि तपाईको एडमिसन फिस छ 57,900 यो चाहिँ क्लास 1 to 2 लाई है 1 र 2 लाई। अनि तपाईको एनुअल फिस सेम 33,900। यहाँ चाहिँ तपाईको ट्युसन फिस छ 6,000 एन्ड प्लस तपाईको ट्रान्सपोर्टको सेम 3650। टोटल गरेर तपाईको यो हुँदैछ महिनाको 9,650। 9,650 मा तपाईको इयरली हुँदैछ यो 1,15,800। त्यसमा तपाईले एडमिसनको फिसको लगाइदिनुस् 91 जो थियो तपाईको एनुअल फिस रेजिस्ट्रेसन फिस अनि एडमिसन फिसको 91,800। टोटल गर्दा तपाईको 2,07,600 रुपैयाँ हुँदैछ। सो 2,07,600 मा तपाईले 48-30 इन्क्लुड गरेर राख्नुस् बुक युनिफर्म बुक्सहरु युनिफर्महरुको लागि त गरेर तपाईको अलमोस्ट 2.5 लाख जति जादो रहेछ हो। अब रह्यो क्लास 3 to 8। म ठुलो क्लासको त भन्दैन गाइस। ठुलो क्लासहरुको त अब उनीहरुले आफै पनि हेर्नु यताउति सकिहाल्छ नि त स्कुलको वेबसाइटमा गएर पनि। अन्त यहाँ पर्दैछ तपाईको एडमिसन फिसमा फरक छ है गाइस। एडमिसन फिस पर्दैछ यहाँ 64,200। अनि तपाईको यो एनुअल फिसमा नि फरक पर्दैछ। एनुअल फिस भनेपछि यो चाहिँ अब एनुअल फिस भनेपछि मलाई पनि अब नेक्स्ट इयर देखि जेनिस 3 मा जान्छ एनुअल फिस त तिर्नै पर्छ हो 34,500। टोटल भन्छ तपाईहरुको एडमिसनको टाइममा फिस 98,700। यो चाहिँ तपाईले बुझाउनु पर्ने छ एडमिसनको टाइममा। रह्यो अब स्कुल फिसको त्यो त मैले भनिहालेँ क्लास 1 र 2 र 3 देखि लिएर 8 सबै एउटै हो। क्लास 1 to 8 सम्म एउटै हो हैन। त टोटल 9,650 बन्दैछ। त इयरली पनि 1,15,800 रुपैयाँ। त 98,700 र 1,15,800 प्लस गर्दा तपाईहरुको टोटल पर्दैछ 2,14,500। अनि त्यसमा तपाईले त्यही बुक्सहरुको यताउति इन्क्लुड गरेर चाहिँ तपाईले लगाइदिनुस् 2.5 लाख 2,50,000 लगाइदिनुस्। अनि त्यही हो गाइस यो इन्फर्मेसन हो। अन्त तपाईहरुलाई बहिनीहरु मलाई दिदीले मैले धेरै टाइम लिए किनभने यो एडमिसन त 8 तारिख खुलिसकेछ। मैले चाहिँ म अलिकति बिजी पनि भएर हो। अन्त अहिले पनि म गोर्खेहाट गएको थियो। अन्त त्यहाँको भिडियो छोडी मैले यो भिडियो बनाएको कि बहिनीहरुले भने नि त दिदी म भनिदिनुस् न कस्तो के हो भनेर। अब उहाँहरुलाई त स्क्रिनशट पठाएको छु मैले। तर बुझ्नु अलिकति हुन्छ नि त अब कति सालमा कति के यताउति सबै बताउनु त सक्दैन नि त त्यो उसमा पनि आफूले क्याल्कुलेट गरेर चाहिँ मैले एउटा सानो तपाईहरुलाई इजी होस् भनेर चाहिँ बताइदिन्छु। फर मोर इन्फर्मेसन तपाईहरु डाइरेक्ट वेबसाइटमा जानुस् अर एल्स तपाईहरुले दिल्ली पब्लिक स्कुल सिलिगुडीमा गएर चाहिँ नि उहाँको पेजलाई पनि अफिसियल पेज छ फेसबुकमा त्यहाँलाई पनि फलो गर्न सक्नुहुन्छ। अनि फिस चाहिँ नि गाइस यो चाहिँ डीपीएस सिलिगुडी भएर चाहिँ यहाँ अलिक सबै आफ्नो ब्रान्ड छ नि त। यो त अब हर जग्गामा छ नि त। अनि यहाँको चाहिँ नि अलिक महँगो छ त। जस्तो तपाईहरुलाई अब अलिकति मैले मेरो उसमा चाहिँ है तपाईहरु अलिकति टाइम म्यानेजमेन्ट गर्न सक्नुहुन्छ भने चाहिँ तपाईहरु फुलबारीमा पनि हाल्न सक्नुहुन्छ। फुलबारीमा चाहिँ नि कम्पेयर टु डीपीएस सिलिगुडी डीपीएस फुलबारीमा चाहिँ नि फिसहरु अलिक कम्ती छ एडमिसन फिसहरु पनि कम छ। त्यति भन्दै गाइस म चाहिँ नि यो भिडियो एन्ड गर्छु। अन्त मेरो बीचमा पनि हुन्छ त्यो भिडियोहरु किनभने मेरो फोन यस्तो युजलेस भइसकेछ गाइस। फोन किन्नु सोच्नु भन्दाखेरि पनि नि अहिले त नानीको पढाइको खर्चमै जान्छ गाइस। त्यही भएर चाहिँ नि यस्तै हो जिन्दगानी यस्तै हो। यसरी नै चलिरहेछ। सो बाई सी यू सुन।